आवाजले जुन मान्छेलाई मैले चाहिँ त गलत होस् है भनेर मैले आज भनेको छ बाटोमा बोलेको छु। तिमीहरू जस्तो मन्त्री कसरी हुन्छ, मुख्यमन्त्री सांसद कसरी हुन्छ, कुरा तपाईले बोलेर समातिन्छ नि त भने। त्यही त हो, यही त छ नि कुरा भनेका। कानुनले आजसम्म के हेरेर बसेको छ भनेर झकझकाउने माध्यम भनेको मिडिया हो। अनि तपाईँहरूलाई मैले त्यसकै लागि बोलेको, वास्तवमा रमिता देखाउन बोलेको होइन नि त। तपाईँको मिडियाबाट त्यो मान्छेको चरित्र बाहिर आयो भने तर हिजो म त्यहाँ दर्शी थिएँ, तर त्यहाँ देखाएको कुरा त रमितै होला नि त, होइन र? त्यो बाध्यता हो वास्तवमा तपाईँहरूलाई रमिता लाग्नु स्वाभाविक न्याय दिन सक्छ नि त। त्यही त उहाँको सामु गएर बोल्नु र उहाँले पनि कुनै के अरे दुर्गा प्रसाद कुनै न्याय दिने ठाउँ हो त? न्याय दिने ठाउँ त होइन, व्यक्ति हो नि त। अनि त्यो ठाउँमा रुनु भनेको रमिता होइन र? अनि वास्तवमा व्यक्तिको आवाजले त सरकार हल्लिन्छ, व्यक्तिको आवाजले प्रशासन हल्लिन्छ, व्यक्तिको आवाजले यहाँ ब्याङ्कहरू हल्लिन्छ भने फोन गरिदिन्छन्। साँच्चीकै दुर्गा प्रसादले प्रशासन हल्लाउन सक्ने क्षमता छ र त्यत्रो? यदि साँच्चीकै गलत छ भने मैले गर्दा नि हल्लिनुपर्छ, तपाईँले गर्दा नि हल्लिनुपर्छ। यदि हामी गलत छैनौँ भने फेरि दुर्गा प्रसाद एउटा आवाज हुन्, आवाजले साथ दिन्छन् कि भनेर आशा गरेर जानुभएको हो। वास्तवमा दुर्गा प्रसाद तपाईँ पनि भन्न सक्नुहुन्छ नि, तपाईँ माइकमा ठेडाउने होइन क्या। उहाँ गएर तपाईँले किन पीडितलाई गलत गर्नुभयो भने प्रश्न गर्नुहोस् त। तपाईँको आवाजले पनि हल्लिन्छ यदि तिनीहरू गलत छन् भने।